हेलो हाई दर्शन नमस्ते सम्पूर्णजना सन्चै आरामै हुनुहुन्छ होला। आज म एउटा कुरा भन्न आएको अब कतिजनालाई चाहिँ नि ट्रेडिङको बारेमा थाहा छ है। अब धेरैजसो हामी अब जिसिसी कन्ट्रीमा लगायत बाहिर मुलुकहरूमा बसेकाहरूलाई धेरैलाई चाहिँ नि ट्रेडिङको बारेमा थाहा छ है। मलाई पनि थाहा थिएन, म पनि एकदमै जिरो थिएँ। सो अहिले चाहिँ नि केही ट्रेडिङको बारेमा जानकारी पाएको छु मैले, र विगत 6 महिनादेखि म पनि ट्रेडिङ गरिराखेको छु है। अब ट्रेडिङ गर्ने क्रममा चाहिँ नि अहिले म जोडिएको चाहिँ नि एउटा माउन्टेन भन्ने एउटा चाहिँ नि ट्रेडिङ प्लेटफर्म छ, हौ त्यसमा म चाहिँ नि जोडिएको छु। अनि त्यसमा चाहिँ नि दिनमा चाहिँ नि हामीलाई दुईवटा सिग्नल दिन्छ है, दुईवटा सिग्नल दिन्छ। त्यो चाहिँ नि पर्फेक्ट सिग्नल हुन्छ। सन्डे टु थर्सडे चाहिँ नि हामीलाई दुईवटा सिग्नल मिल्छ, त्यसमा चाहिँ नि एकदम पर्फेक्ट हुन्छ। अनि त्यो चाहिँ नि अझैसम्म चाहिँ नि म जोडिएबाट एकचोटि मात्रै सिग्नल चाहिँ नि अनि लस भएको छ। अनि त्यसपछि चाहिँ नि अझैसम्म कुनै पनि सिग्नल चाहिँ नि लस भएको छैन। म तपाईँहरूलाई त्यो सबै डिटेल्स दिन सक्छु, र चाहिँ नि म त्यो डिटेल्सहरू पनि राख्नेछु आउने दिनहरूमा। र चाहिँ नि यदि तपाईँहरू चाहिँ नि अब जिसिसी अनि लगायतका बाहिर देशहरूमा हुनुहुन्छ भने जहाँ चाहिँ नि ट्रेडिङ एभाइलेबल छ, टोटल यो चाहिँ नि अब माउन्टेन्स चाहिँ नि अब टोटल 22वटा कन्ट्रीमा चाहिँ नि एभाइलेबल छ है। इन्डिया र नेपालमा चाहिँ नि छैन। अनि त्यही भएर तपाईँहरू जोडिन चाहनुहुन्छ भने मलाई डाइरेक्टली इनबक्स गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। ट्रेडिङको बारेमा थाहै नभए पनि सिक्नको लागि चाहनुहुन्छ भने होइन, हामी घरदेखि बाहिर बसेपछि एक्स्ट्रा इन्कम चाहिँ नि हामीलाई चाहिन्छ नै, नचाहिने होइन होइन। त्यसैले चाहिँ नि मैले पनि सानो अमाउन्ट मात्रै मैले इन्भेस्ट गरेको थिएँ है। अनि सानो अमाउन्ट इन्भेस्ट गर्दाखेरि मैले अहिले राम्रो इन्कम गरिराखेको छु। त्यसैले चाहिँ नि अब यदि कोही चाहिँ नि जोडिन चाहनुहुन्छ भने होइन, जोडिन चाहनुहुन्छ भने, सिक्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ भने होइन, मलाई इनबक्स पनि गर्न सक्नुहुन्छ, र चाहिँ नि मलाई कमेन्टमा मेसेज पनि गर्न सक्नुहुन्छ है। मलाई डाइरेक्टली तपाईँहरूले मेसेज गरेर पनि अनि सिक्न सक्नुहुन्छ, र चाहिँ नि जोडिन सक्नुहुन्छ। यो धेरै जेन्युन छ, राम्रो छ। अहिलेसम्म चाहिँ नि एकदमै ट्रेडिङमा चलिराखेको छ होइन। र तपाईँहरू जोडिन चाहनुहुन्छ भने अनि मलाई मेसेज गर्नु होला है। हस् त, धन्यवाद।